भाइरल एउटी कन्या मिलाइदियो भन्न दर्शन गर्के बुढी कन्या। हेलो एभ्रिवान, हजुरहरू सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। आज चाहिँ मामा भान्जा कुन मेला, पापिनी मेला हेर्न चाहिँ जाँदैछौँ। हामी चाहिँ अहिले घरमा छौँ होइन। अब हाम्रो सहयात्री चाहिँ यता छ, अब चाहिँ जानुपर्ने हुन्छ है। हाम्रो उतापट्टि जेठानहरू पनि रेडी भइसक्नु भएको छ। अब त्यही हो, आज चाहिँ अलिकति मोटो भलकको सेटअपमा चाहिँ जानुपर्ने हुन्छ। यता अब यसमा सेटअप गर्नुपर्ने हुन्छ, क्यामेरा चाहिँ छैन, फोनदेखि नै भिडियो गर्ने हो है। अनि यिनीहरूलाई के हाम्रो दारी सर परदेखि टक्कसँग आइसक्नु भएको छ। एउटा कुरा भनौँ, हजुर हजुर, यस्तो नाच्न सक्नु पर्यो नि। अब भोलि नाचौँला नि त। चाहिँ अब रेडी भइसक्यौँ, अब चाहिँ हिँड्नु पर्ने हुन्छ। भाग प्रदीप। बाबु छोर त्योबाट चाहिँ अलि उ छ क्या, हिँड्नलाई चाहिँ अलि गाह्रो छ टक्कसँग। हामी चाहिँ अब हिँडिसक्यौँ यहाँ घरदेखि है। कस्तो लाग्छ मेला भन्ने आजसम्म गइएको छैन। अब हेरौँ, तपाईँहरूलाई अब भिडियो पुरै हेर्नु होला। चाहिँ हाम्रो खारा बजार है, यस्तो छ टक्कसँग। घरहरू धमाधम बन्दैछन् खारामा चाहिँ, प्रगति भइरहेछ अलिअलि, धेरै नभए पनि अलिअलि प्रगति भइगै छ। जे होस्, आमा भान्जोको हिँडाइ, आजको यात्रा के कस्तो हुन्छ मेला। अब कहिले नगएको मेला हो, अब रमाइलो पनि हुनसक्छ, अब नरमाइलो भए पनि के गर्ने होइन, जाम हेरौँला। सायद रमाइलो होला भन्ने हो। मेलाको चहल पहल चाहिँ सुरु भइसकेको छ यहाँदेखि नै होइन, हेर्न सक्नुहुन्छ। पार्किङको पक्कै पैसा लाग्छ होला क्या। हामी चाहिँ मेलामा आइपुगिसकेका छौँ। मेला चाहिँ यस्तो बबा लागेको रहेछ। हाम्रो भान्जा चाहिँ कता हराएको छ यार। मेला चाहिँ एकदम लागेको रहेछ। माथिबाट देख्दा चाहिँ त्यस्तो थिएन, तर मेला चाहिँ खतरा लागेको रहेछ है। चारैपट्टि छ नि त पुरै होइन, मान्छेहरू ठ्याक्क एक ठाउँमा
भइदिएको जस्तो भयो धेरै देखिन्थ्यो होला तर देखिनु चाहिँ त्यति देखिने तर मान्छे चाहिँ धेरै छ कि अब त्यो कहाँ छिर्यो यार हराउलाई है हराउलाई खेला चाहिँ एकदम भवालै लागेको छ हिँड्न सक्नुहुन्छ माथिबाट देख्दा त होइन यहाँ बहिराको मर्नु छ भन्नुहुन्छ के हुँदो हो र नि जेरा बहिराको मर्नु छ भन्नुहुन्छ पुरै उ छ अस्ति हरायो त फेरि हराउलाई क्या आज छोरी फाले छ फेरि अवस्था यस्तो छ कोही नहराउनु होला सस्तो मस्तोमा किन्ने भन्नुहुन्छ सस्तो मस्तोमा के किन्ने त सस्तो मस्तो के किन्न गर्मी भइगयो एकदम नै खतरै लागिरहेछ मेला चाहिँ लगभग 2-3 दिन कति लाग्दो रहेछ है पहिले चाहिँ थाहा भएन हामीलाई आज चाहिँ लास्ट दिन हो भन्ने छ होइन मेला सायद अझै पछि दिउँसासम्म अलि अझ धेरै हुन्छ होला सायद मान्छेहरू अन्डे मार्क्स दिनु त 2वटा तँलाई चाहिने हो मार्क्स त्यो हरियो नै दिनु न 2टालाई 20 त होला नि अन्डे मासु त लगाल अलि ठुलो जस्तो लाग्यो क्या गर्मीले मरिजान्छ बाट पुरै खान्छे मेलाको माहौल चाहिँ यस्तो छ कान्छा बाजे गुबारी चुक्ता के हो यस्तो अहिलेको ताजा अपडेट यस्तो रहेछ यो अहिले भन्दा नि यो हिजो अस्ति नै सिद्धाइसक्यो गाउँ त ध्वस्तै भएको छ त यार के हो यार तर क्यामेरा त यहाँ चला रहेछ नि त बाटाहरूले बबाल छ बबाल यता पिङहरू रहेछ होइन लगभग मेला लगभग ठुलै लागेको छ जे होस् होइन अनि मेला लगभग ठुलै छ जे होस् चलिरहेछ यतातिर यस्तो छ है तर अरू त्यस्तै यार गाउँभरि ध्वस्तै भएर रहेछ सबै यार हुर्सिनु नि त कसले मकैबारी दर्याम भन्थ्यो यहाँ गाउँबारी दर्याम पारिदिएले छन् विराट भन्ने कुरा लगभग त्यस्तै छ मेला चाहिँ बबालै छ क्या त्यही त यार एकछिन है यो ताजा अवस्थामा
ल ल तपाईँ भाइरल होइन मेला चाहिँ मन्दिरमा घुम्दैछु आज दर्शन गर के एउटी कन्या मिलाइदियो भन्न दर्शन गर के मागी त केही मागी के हो त यार भाइ मेला त लगभग ठिकै छ जे होस् होइन फोनमा आइ भइदियो हुन्थ्यो अब बोलाएको के सुनिन्छ र किन के होला मेरो भोइस जान्छ भएको हामी चाहिँ मेलादेखि आएर चाहिँ यहाँ नास्ता खान बसेको थियौँ नास्ता खाइ पनि सकियो अब चाहिँ मोबाइलमा पनि अलिकति चार्जर लगभग सिद्धिनेवाला छ बेला भिडियो के गर्नु होइन सबैजनाले हेरिदिनु होला माया देखाइदिनु होला आजको भिडियो चाहिँ यतैतिर व्यवस्था गरिदिनु पर्ने हुन्छ सबैजनाले हेरिदिनु होला है त बाइ बाइ